बारी र तरकारी रोपेर आफ्नै श्रम लगाई गोडेर 30वटा काउली र ब्रोकाउली 100 पत्री चमेली नागबेली प्रति गोटा 200 फुललाई प्रति गोटा 30 पर्यो हरूलाई जम्मा पर्यो 9000 लगानी काम गर्ने 6 जना जवानी प्रत्येक बिरुवा 1.5 फिटमा रोपियो घरको शोभा क्या राम्रो देखियो बगैँचामा क्या राम्रा फुल छन् पुतली र मौरीका फुल छन् फुलहरूका विभिन्न रङ त्यही रङमा परेर छौँ रङ्ग चारैतिर थोपाको सिँचाइ ल है साथी सबैलाई बिदाई चारैतिर थोपाको सिँचाइ ल है साथी सबैलाई